कहिल्यै सोच्नु भएको छ धनी मानिसहरू कसरी सधैँ धनी भइरहन्छन्? उनीहरूले केही यस्ता नियमहरू अपनाउँछन् जुन धेरैलाई थाहा नै हुँदैन। आज हामी त्यही गोप्य खाकाको बारेमा कुरा गर्नेछौँ, जसले सम्पत्ति बनाउने बाटो देखाउन सक्छ। यो आँकडा हेर्दा त अचम्मै लाग्छ हैन त? संसारको लगभग आधा मतलब 45% सम्पत्ति केवल 1% मानिसको हातमा छन्। तर यहाँ प्रश्न किन यस्तो छ भन्ने होइन। प्रश्न त यो हो कि उनीहरूले यस्तो के गर्छन् जुन बाँकी 99%ले गर्दैनन्। उनीहरूको सफलताको पछाडि केही नियमहरू छन्। त्यसो भए के हो त त्यो गोप्य खाका? उनीहरू कुन नियमहरूमा चल्छन्? ल अब एक एक गरेर ती नियमहरूलाई बुझ्ने कोसिस गरौँ। हाम्रो यो यात्रालाई 4 भागमा हेरौँ है त। पहिले मानसिकताको जग बसाल्ने, त्यसपछि सम्पत्ति निर्माण गर्ने इन्जिन सुरु गर्ने, त्यसलाई वित्तीय ढालले जोगाउने र अन्तमा मानवीय सम्बन्धलाई पनि बलियो बनाउने। यी सबै मिलेपछि मात्र सफलताको पूरा खाका तयार हुन्छ। सबैभन्दा पहिले भाग 1 मानसिकताको जग। किनभने कुनै पनि ठूलो भवन बनाउनु अघि त्यसको जग बलियो हुनुपर्छ नि हैन र? सम्पत्तिको जग भनेको सोच हो, मानसिकता हो। धेरैजसो मानिसहरू मलाई धनी बन्नु छ भन्छन्, तर यो लक्ष्य त बाक्लो कुहिरोमा हिँडे जस्तै हो, कहाँ जाँदैछु थाहै हुँदैन। यसको ठीक उल्टो धनीहरूले अपनाउँछन् SMART लक्ष्य, जस्तै मलाई अबको 2 वर्षमा वार्षिक 30 लाख रुपैयाँ कमाउनु छ। यो त नक्सा बोकेर हिँडे जस्तै भयो, जसले प्रष्ट बाटो देखाउँछ। SMART को अर्थ हो लक्ष्य एकदमै स्पेसिफिक मतलब सटीक हुनु पर्यो, मेजरेबल अर्थात् नाप्न सकिने हुनु पर्यो, अचिभेबल मतलब हावामा उडेको जस्तो होइन, प्राप्त गर्न सकिने हुनु पर्यो, रेलेभेन्ट मतलब जीवनको ठूलो चित्रसँग मेल खाने हुनु पर्यो, र सबैभन्दा महत्त्वपूर्ण टाइम बाउन्ड अर्थात् एउटा निश्चित समय सीमा तोकिएको हुनै पर्छ। आवेगमा आएर गरिने खरिदबाट बच्न एउटा एकदमै शक्तिशाली नियम छ, 24 घण्टे नियम। केही किन्न मन लाग्यो, हतार नगर्नुहोस्, एकछिन रोकिनुहोस् र ठीक 24 घण्टा पर्खनुहोस्। यो सानो समयले हाम्रो दिमागलाई सोच्न लगाउँछ के यो साँच्चै आवश्यक छ वा केवल एक क्षणको रहर मात्र हो। ल अब मानसिकताको जग त बलियो भयो। अब यो खाकाको दोस्रो र सबैभन्दा रोमाञ्चक भागमा जाउँ, सम्पत्ति निर्माणको इन्जिन। यहाँ हामी ती रणनीतिहरूको बारेमा कुरा गर्नेछौँ जसले पैसालाई हाम्रो लागि काम गर्न लगाउँछ। हामीलाई सानैदेखि सिकाइन्छ कि ऋण खराब कुरा हो, तर धनीहरूले ऋणलाई फरक तरिकाले हेर्छन्। उनीहरूको लागि यो एउटा हतियार हो। खराब ऋण जस्तै क्रेडिट कार्डमा महँगो फोन किन्नु, यसले पैसा खान्छ। तर राम्रो ऋण जस्तै घरजग्गामा लगानी गर्न ऋण लिनु, यसले उल्टै पैसा कमाउँछ। यो सानो भिन्नता बुझ्नु नै ठूलो कुरा हो। कुनै पनि अर्बपतिको कथा हेर्नुहोस्, कसैको पनि आम्दानीको एउटा मात्र स्रोत हुँदैन। नियम एकदम सरल छ। पहिले एउटा बलियो स्रोत बनाउनुहोस्, जस्तै जागिर। त्यसपछि त्यहाँबाट आएको पैसालाई योजनाबद्ध रूपमा अन्य स्रोतहरूमा फैलाउनुहोस्, चाहे त्यो स्टक बजार होस् वा कुनै सानोतिनो साइड बिजनेस। यसले आर्थिक डुङ्गालाई डुब्नबाट जोगाउँछ। धनी हुन बचत मात्र गरेर हुँदैन, सही ठाउँमा खर्च गर्न पनि जान्नुपर्छ। आफ्नो समय बचाउने सफ्टवेयरमा, ज्ञान बढाउने किताब वा कोर्समा र नयाँ अवसरहरू सृजना गर्ने नेटवर्किङ कार्यक्रमहरूमा गरिएको खर्च होइन, यो त भविष्यको कमाइमाथिको लगानी हो। एउटा कुरा सधैँ याद राख्नुपर्छ, रातारात धनी बनाउने योजनाहरू प्राय ठगी हुन्छन्। वास्तविक सम्पत्ति भनेको एउटा रुख रोपे जस्तै हो, यसलाई हुर्कन समय लाग्छ। धनी मानिसहरूले धैर्यताको शक्ति बुझेका हुन्छन्। उनीहरू आफ्नो लगानीलाई चक्रवृद्धि ब्याजको जादुले बढाउन पर्याप्त समय दिन्छन्। अब हामी तेस्रो भागमा आइपुगेका छौँ। हेर्नुस्, सम्पत्ति बनाउनु एउटा कुरा हो, तर त्यसलाई जोगाउनु त्योभन्दा पनि महत्त्वपूर्ण छ। यो खण्डमा हामी त्यही वित्तीय ढालको बारेमा कुरा गर्नेछौँ। यो एउटा यस्तो अदृश्य पासो हो जसमा धेरै मानिसहरू फस्छन्। यसलाई भनिन्छ जीवनशैली मुद्रास्फीति। तलब बढ्ने बित्तिकै ठूलो घर, नयाँ गाडी वा महँगो फोन किन्ने रहर जाग्छ। तर यदि खर्च पनि आम्दानीसँगै बढ्दै गयो भने मान्छे सधैँ दौडको दौडै हुन्छ, तर कहिल्यै अगाडि बढ्न सक्दैन। यो चार्टले सबै कुरा प्रष्ट पार्छ। आम्दानी बढ्यो तर खर्च पनि सँगसँगै बढ्यो भने आर्थिक रूपमा कहिल्यै स्वतन्त्र हुन सकिँदैन। वास्तविक रहस्य भनेको आम्दानी बढाउनु मात्र होइन, आम्दानी र खर्च बीचको खाडललाई सकेसम्म फराकिलो बनाउनु हो। त्यही खाडलमा नै सम्पत्ति लुकेको हुन्छ। यो एउटा यस्तो नियम हो जसमा कुनै सम्झौता हुँदैन।
कुनै पनि लगानी गर्नुभन्दा पहिले एउटा आपतकालीन कोष बनाउनै पर्छ। एक्लै बस्नेले कम्तीमा 3 महिनाको र परिवार हुनेले 6 महिनाको खर्च चल्ने पैसा छुट्टै सुरक्षित खातामा राख्नै पर्छ। यसले कुनै आपतकालीन अवस्थामा लगानी तोड्नुपर्ने बाध्यताबाट बचाउँछ। आपतकालीन कोष पहिलो रक्षा कवच हो। त्यसपछि आउँछन् वित्तीय कवचका 2 मुख्य स्तम्भहरू, स्वास्थ्य बीमा र जीवन बीमा। सोच्नुस् त, एउटै ठूलो स्वास्थ्य समस्याले वर्षौंको मेहनतलाई शून्यमा झार्न सक्छ। यी बीमाहरूले त्यस्तो आर्थिक भूकम्पबाट जोगाउने काम गर्छन्। र अब हाम्रो यो खाकाको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण भाग, मानवीय सम्बन्ध। पैसा कमाउने दौडमा हामीले अक्सर बिर्सने तर दीर्घकालीन सफलताका लागि नभई नहुने तत्त्व। एउटा निकै शक्तिशाली भनाइ छ, योर नेटवर्क इज योर नेटवर्थ। यसको अर्थ हो व्यावसायिक सम्बन्धहरू ब्याङ्कमा भएको पैसा जत्तिकै वा त्योभन्दा पनि महत्त्वपूर्ण हुन्छन्। सही सम्बन्धले ती ढोकाहरू खोल्न सक्छ जुन पैसाले कहिल्यै सक्दैन। नेटवर्कलाई दीर्घकालीन लगानीको रूपमा हेर्नुपर्छ र यसलाई बनाउने तरिका पनि सरल छ। सधैँ इमान्दार रहनुहोस्। केही पाउने आशा नराखी अरूलाई मद्दत गर्ने बानी बसाल्नुहोस्। लिङ्क्डइन जस्ता प्लेटफर्महरू प्रयोग गर्नुहोस्। हो, बलियो सम्बन्ध बनाउन समय लाग्छ, तर त्यसले दिने प्रतिफल अमूल्य हुन्छ। र अन्तमा सायद सबैभन्दा महत्त्वपूर्ण नियम, आफैमा लगानी गर्नुहोस्। पैसा कमाउने दौडमा आफ्नो स्वास्थ्य, आफ्नो रुचि र शौकलाई कहिल्यै नबिर्सनुहोस्। याद राख्नुपर्छ, हामी आफै त्यो इन्जिन हौं जसले यो सबै चलाउँछ। यदि हामी आफै बर्नआउट भयौँ भने यो वित्तीय यात्रा त्यहीँ रोकिन्छ। दिगो सफलताको लागि आफूलाई रिचार्ज गरिरहनु एकदमै जरुरी छ। हामीले यो खाकाका धेरै महत्त्वपूर्ण नियमहरू हेर्यौं। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न सबैको लागि हो, पहिलो कदम के हुनेछ? आजैबाट कुन एउटा नियमलाई आफ्नो जीवनमा लागू गर्न सकिन्छ? एकपटक सोचौं, किनकि ज्ञानले मात्र होइन, सानो कार्यले नै वास्तविक परिवर्तन ल्याउँछ।